तपाईँले वरियताको कुरा गर्नुभयो। अब यो वरियताको कुराको सबभन्दा पीर अहिले केपी ओलीजीलाई छ, जसले मलाई पार्टीमा बस्छु भन्दाखेरि पनि पार्टीमा बस्ने र सदस्यबाट निकाल्नुहोस्। अहिले उहाँलाई वरियताको पीर छ। अनि अर्को, म यही क्षेत्रबाट अछामबाट पटक पटक म निर्वाचित भएको व्यक्ति र त्यो अछाम जिल्लामा मलाई उहाँले निर्वाचनको उम्मेदवारी हुने टिकट पनि दिनु भएन, अनुमति पनि दिनु भएन, उम्मेदवारी नै उहाँले हुन दिनु भएन र उहाँ जहाँ जहाँ आमसभामा जानुभयो मेरो विरुद्धमा भाषण गर्दै हिँड्नुभयो र जहाँ जहाँ उहाँले मेरो विरुद्ध भाषण गर्नुभयो त्यहाँ त्यहाँ उहाँको पार्टीले हार्यो। अनि अहिले उहाँलाई वरियताको पीर भयो। यो के हो भने वरियता, म उपाध्यक्ष थिएँ हो, 9 महाधिवेशनबाट म सबैभन्दा बढी मत ल्याएर नै जितेको। तर अहिले हाम्रो जुन नेपाली कम्युनिस्ट पार्टी छ, हामी यहाँ कहाँ वरियतामा हुन्छौँ भन्दा पनि हाम्रो त अहिले संयोजक र सहसंयोजक हुनुहुन्छ। 6 महिनाभित्रमा हाम्रो पार्टीको महाधिवेशन हुन्छ। महाधिवेशनमा जन कार्यकर्ताले मन पराए, आफूले काम ठिक गर्यो, ल यो मान्छे ठिक हो भने जुनसुकै पनि जिम्मेवारी लिने कुरा भयो। हामी त स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्छौँ। अब यदि त्यो भएन भने म अहिले कुनै वरियता खोज्दै यहाँ एकीकरण गर्न आएको होइन। जुन उहाँहरूले चाहिँ हिजो हामीले 3 नम्बरमा ठिक के एउटा मानिवेशमा एकजना त केसम्म भन्न भ्याउनुभयो भने एमालेको मलाई पार्टी सदस्यबाट निकाल्ने, उहाँ भन्दै के हुनुहुन्छ भने मलाई त गजब लाग्यो। उहाँहरू कति झुट बोलेको होइन। हामीले त भीमरावलाई यहाँ तेस्रो वरियतामा बस भने त नमानेर पार्टी छोडेर गयो। कस्तो झुट कुरा हेर्नु, त्यो कुराको कुनै अर्थ छैन जस्तो लाग्छ। त्यसकारण अहिले हामी वरियताको खोजीमा होइनौँ। यो देशको स्वाधीनता र यो देशको समृद्धि र जनताको हक अधिकारलाई बलियो बनाएर आज युवाहरू जुन विदेश पलायन भइरहेका छन् त्यसलाई कसरी रोक्ने एउटा उपयुक्त प्रणालीको खोजीमा छ।